2026 मा अब आफूलाई अन्तिममा होइन पहिलो स्थानमा राख्ने वर्ष बनाउनुहोस्। नमस्कार साथीहरू, हामी आफ्नो मोबाइललाई जति माया गर्छौँ आफ्नै जीवनलाई त्यति माया गर्दैनौँ। मोबाइलको ब्याट्री 10% मा झर्यो भने के हुन्छ? हामी आत्तिन्छौँ, चार्जर खोज्छौँ, पावर ब्याङ्क निकाल्छौँ, लो पावर मोड अन गर्छौँ। तर जब हामी शरीर, दिमाग र आत्मा 10% मा पुग्छ, हामी भन्छौँ ठिक छ, अझै अलिकति धकेल्छु। त्यही अलिकतिले मानिसलाई महिना होइन वर्षौंसम्म जलाइरहेको हुन्छ। 2026 आयो आजबाट। तपाईँ तयार हुनुहोस् या नहुनुहोस्, संसार तपाईँ थाक्नुभयो भनेर रोकिँदैन, प्रविधिले कुर्दैन, समयले कुर्दैन। नयाँ पुस्ता छिटो सिक्दैछ, छिटो असफल हुँदैछ, छिटो सफल पनि हुँदैछ, छिटो अनुकूल हुँदैछ र तपाईँ अझै आफैलाई बुझाइरहनु भएको छ अहिले सुरु गर्न सक्दिन। एउटा सिधा प्रश्न सोध्छु, अन्तिम पटक कहिले तपाईँले अपराध बोध बिना आफूलाई पहिलो स्थान दिनुभयो? यो काम सकेपछि होइन, अर्को वर्ष होइन, साँच्चै आफूलाई पहिलो। आज अधिकांश मानिस आफूलाई अन्तिममा राख्छन्, कामपछि, परिवारपछि, साथीपछि, सोसल मिडियापछि, त्यो मानिसलाई रिप्लाई दिएपछि जो भोलि फर्केर पनि हेर्दैन। त्यसपछि अचम्म मान्छन्, किन म थाकेको छु, किन अड्किएको छु, किन जीवनसँग भित्रभित्रै रिस छ। सत्य असजिलो छ, तर सत्य सत्य नै हो। तपाईँलाई बचाउन कोही आउँदैन, तपाईँको बासले अचानक तपाईँको सपना बुझ्दैन। साथीहरू तपाईँ अड्किनु भयो भनेर रोकिँदैनन्। परिवारले माया गर्छ, तर तपाईँको जीवन तपाईँको सट्टा बाँच्न सक्दैन। यो दुःखद होइन, यो शक्तिशाली हो, किनकि जुन दिन तपाईँले मेरो जीवनको जिम्मा म आफै हो भन्नुहुन्छ, त्यही दिन तपाईँले नियन्त्रण फिर्ता लिनुहुन्छ। धेरै मानिसहरू पछि मोडमा बाँचिरहेका छन्। पछि सिप सिक्छु, पछि स्वस्थ बन्छु, पछि जोखिम लिन्छु, पछि आफूमा ध्यान दिन्छु, पछि बन्छ कहिल्यै होइन बन्छ पछुतो। पछुतो यस्तो सुनिन्छ, मसँग क्षमता थियो, म झन्डै सुरु गरेको थिएँ, म केही बन्न सक्थेँ। तपाईँले आदर गर्ने मानिसहरूले कहिल्यै अनुमति कोर्दैनन्, उनीहरूले पर्फेक्ट समय कोर्दैनन्। आइन्स्टाइनलाई असक्षम भनियो, कम बुद्धिमान भनियो, तर उनले प्रणालीसँग भिख मागेनन्। उनी यति राम्रो बने कि प्रणालीसँग विकल्प नै रहेन। आर्नोल्ड नयाँ देशमा आए, पैसा थिएन, एक्सेन्ट फरक, नाम लामो, मानिस हाँसे, तर उनले आफूलाई रोजे। काम गरे जब कसैले हेरिरहेको थिएन। पछि संसारले भन्यो भाग्यमानी रहेछ। यदि तपाईँले आज आफूलाई बनाउनु भएन भने भोलि तपाईँले त्याग गरिरहनु भएका मानिसहरूलाई पनि मद्दत गर्न सक्नुहुन्न। खाली गिलासबाट पानी हाल्न सकिँदैन। 2026 धेरै काम गर्ने वर्ष होइन, आफूमा स्मार्ट काम गर्ने वर्ष हो। सिप, स्वास्थ्य, मानसिकता, समय, किनकि कठोर सत्य के हो भने तपाईँ उस्तै रहनुभयो भने संसारले तपाईँलाई उछिन्ने छ। साँचो कारण के हो थाहा छ? किन मानिस आफूलाई पहिलोमा राख्दैन? गहिरो साइकोलोजी होइन, डर। डर कसैले केही भन्छ कि तिमी बदलियौ, जस्तो कि बदलिनु गाली हो। तपाईँ बदलिनु भएको होइन, तपाईँ 24 आवर उपलब्ध रहन छोड्नु भएको हो। एकपटक ढिलो रिप्लाई गर्नुभयो, मानिस आत्तिन्छ। एकपटक होइन भन्नुभयो, तपाईँ फरक देखिनुहुन्छ। जब तपाईँ थाक्नुभयो कसैले गुनासो गरेनन्, तर जब तपाईँले सीमा बनाउनु भयो सबैलाई समस्या भयो। माइकल जोर्डन स्कुल टिमबाट काटिए, उनी रोएनन्, हेटरको बहाना बनाएनन्, जिम फर्किए, फेरि पछि संसारले भन्यो वाउ ट्यालेन्ट। होइन, त्यो अनुशासन थियो। साँचो कुरा सुनौ, पिपुल प्लिजिङले मानिसलाई माया गराउँदैन, सुविधाजनक बनाउँछ। तपाईँ त्यो मानिस बन्नु जो सबैको काम गर्छ तर आफ्नो जीवन कहिल्यै अघि बढाउँदैन। र अपराधबोध, नक्कली अपराधबोध, आफ्नो योजना क्यान्सल गरेर त्यो मानिसलाई मद्दत गर्नु जो तपाईँको लागि नेटफ्लिक्स पनि बन्द गर्दैन। तपाईँ हो भन्नुहुन्छ, मुस्कुराउनुहुन्छ र राति एक्लै गुनासो गर्नुहुन्छ, मलाई किन कसैले सम्मान गर्दैनन्? किनकि तपाईँले सिकाउनु भएको हो। 2026 फरक बनाउन चाहनुहुन्छ भने नियम सरल छ। तपाईँको जीवनको मूल्य नतिर्ने मानिसलाई खुसी पार्न बन्द गर्नुहोस्। छिटो होइन भन्नुहोस्, समय कडा रूपमा जोगाउनुहोस्, आफूलाई रोज्दा माफी पत्र नलेख्नुहोस्। अब प्र्याक्टिकल कुरा गरौँ। मोटिभेसन बिना एक्सन सिर्फ मनोरञ्जन हो। सबै भन्छन् म आफूलाई पहिलो राख्छु, तर बिहान उठ्न साथ फोन हेर्छन्, नोटिफिकेसनले मुड तय गर्छन्, मेसेजले प्रायोरिटी तय गर्छ, अरूको इमर्जेन्सीले सेड्युल तय गर्छ, तर आफ्नो जीवन सधैँ पछि।
सत्य के हो थाहा छ? तपाईँलाई समयको कमी छैन। तपाईँ समय चुहाइरहनु भएको छ। 5 मिनट स्क्रोलिङ 30 मिनट बन्छ। एक भिडियो पछि अर्को पछि अर्को, तर भविष्यका लागि समय छैन। यदि तपाईँले आफ्नो लागि समय सेड्युल गर्नु भएन भने जिन्दगीले डिस्ट्र्याक्सन सेड्युल गर्छ। आफूलाई पहिलो राख्नु बिहानबाट सुरु हुन्छ। फोन होइन, स्क्रोल होइन, चाओस होइन। दिनको 1 घण्टा सिकाइ, 1 घण्टा निर्माण, 1 घण्टा सिप। 365 घण्टा इक्वल टु साधारण मानिस खतरनाक बन्छ। अनुशासन बोरिङ छ तर शक्तिशाली छ। हरेक दिन तपाईँ भोट हाल्नुहुन्छ, कम्फर्ट कि प्रोग्रेस। एक दिन स्किप गर्नुहुन्छ, सानो लाग्छ तर महिना बित्दा केही बदलिएको हुँदैन। मोटिभेसन कुर्न बन्द गर्नुहोस्। मोटिभेसन अल्छी हुन्छ। अनुशासन आउँछ जब मन लाग्दैन। 2026 मा सानो खेल खेल्ने समय छैन। आज निर्णय गर्नुहोस्, आफूलाई रोज्नुहोस्, समय जोगाउनुहोस्, सिप बनाउनुहोस्, आरामको चाल तोड्नुहोस्। डिसेम्बर 31, 2026 आफैलाई हेर्नुहोस्। मैले अर्को वर्ष बर्बाद गरिन। त्यो अनुभूति अपराजय संसार कोर्दैन, सपना कोर्दैन, भविष्य कोर्दैन, तर तपाईँ आज अहिलेबाट सुरु गर्न सक्नुहुन्छ। धन्यवाद। लाइक, सब्सक्राइब गर्न नबिर्सिनुहोला।